I just woke up and मैले एउटा के भिडियो देखेँ भन्दाखेरि there are some women हैन मैले टिकटकमा चाहिँ बढी देख्छु अनि इन्स्टाग्राममा खासै देख्दिनँ there are some repetitive women के टिकटक फिडमा आउने हैन that literally hate men अब चाहिँ म यो पनि भन्न सक्छु they literally hate men के एउटा भिडियोमा I don't know the influencer हैन there are so called smart female influencers and जसले के लाग्छ भन्दाखेरि मेन भनेको क्रिएचर हो अरे कि हामी मेन भनेको we are just some creature है I don't know how to even argue with someone who calls us creature के it is just overtly emotional त्यति मात्रै अरू केही पनि होइन just emotions it's your bubbles अरू केही पनि होइन कि मैले I genuinely believe हैन there is still some female oppression मलाई थाहा छ कि there is still some female oppression अनि some women are being subject to this oppression real time मलाई थाहा छ है अनि there are still some expectations regarding female तर तिमीहरूको ब्रेन डेड छ नि यो ब्रेन डेड ब्रेन यसले के पनि बुझ्नु पर्यो भन्दाखेरि there are also way more एकदमै धेरै expectations from men तिमीहरूले कहिले बुझ्दैनौ कि तिम्रो सो कल्ड स्मार्ट केटीहरू नै जुन फेमिनिजमको बारेमा 3-4वटा किताब पढेर हैन त्यसपछि बाहिर वेस्टर्न वर्ल्डलाई फलो गरेर त्यसपछि त बाहिर के लिबरल छन् रिटार्ड स्टुपिड इडियट्स लिबरलहरू छन् हैन तिनीहरूको आइडिया सुनेर नबुझिकन हैन यु थिङ्क द्याट्स अ भेरी नाइस द्याट इज हाउ वुमेन सुड बी ट्रिटेड द्याट इज हाउ वुमेन सुड एक्ट अनि त्यसपछि तिमीहरूले बुझ्दैनौ कि तिमीहरूको ब्रेनले भाउँदैन वेस्टर्न वर्ल्ड इज कति डिक्लाइनमा छ भनेर है हाउ मच केयस इज देयर भनेर यति एटलिस्ट यतिको बुद्धको देश यतिको भन् शान्त छ तिमीहरूले गरिरहेछौ कि यो काम ठिक छ यो तिमीहरू सोकल फेमिनिस्टहरू तिमीहरूले गरिरहेछौ यो डिभाइड क्रिएट गर्ने मेन अगेन्स्ट वुमेन रिलिजनमा त मैले देखिरहेको छु ठिक छ रिलिजनल डिबेट त अहिले सुरु भइसक्यो ठिक छ रिलिजनमा चाहिँ एकदमै मैले सोचेको एक दुईवटा कुराहरू भयो भने नेपालमा एकदमै ठुलो रिलिजियस केयस आउनेवाला छ है अब कास्टको डिभाइड त पहिलेदेखि थियो तर इट्स स्टिल लाइज तर त्यो लेभलमा हेभिली छैन अहिले ठिक छ इट्स स्टिल इज अनि अब त्यो नभएर होइन त्यो पनि नपुगेर अब तिमीहरूले के गरिरहेको छ भन्दाखेरि मेन भर्सेस वुमेनको त्यो बिचमा एउटा लाइन क्रिएट गरिरहेको छ कि इट्स स्याड तिमीहरू स्मार्ट भनाउँदा केटीहरू होइन साँच्चीकै तपाईँले सोचेको पहिला तिमीहरू के बोल्दैछौ के को बारेमा बोल्दैछौ भनेर है तिमीहरूलाई यो जुन फेमिनिजम प्रोपोगान्डा छ नि तिमीहरूको यु आर डुइङ नथिङ बट क्रिएटिङ वुमेन अगेन्स्ट मेन के खासमा सबै कुराको डिस्ट्रक्सन सबै सोसाइटीमा अनस्टेबिलिटी आउने यही कारणले गर्दाखेरि हो कि एउटा साइडले अर्को साइडको अपोजिट पारिदेऊ बनाइदेऊ होइन अनि त्यसपछि देयर विल नेभर बी पिस त्यही त हो नि रिलिजन हिन्दुइजम भर्सेस क्रिस्चियनिटी हिन्दुइजम भर्सेस इस्लाम त्यही त हो नि त्यस मेन भर्सेस वुमेन त्यसपछि ब्ल्याक्स भर्सेस वाइट्स लाइक हेजन इट अलवेज बिन लाइक दिस यही होइन तिमीहरू के बुझ्दैनौ अब यहाँ मैले टिकटकमा एक दुईवटा भिडियो के सर्कुलेट भइरहेको थियो भन्दाखेरि यो दसैँ तिहारको बेला पहिला त्यो कुरा देखाएको थिएन है अहिले चाहिँ के भइरहेछ भन्दाखेरि ठ्याक्क मैले अब कोट गर्न सकिनँ होला है एकजना आन्टीले के भन्नुहुन्छ भन्दाखेरि सेलरोटी के हाल्दाखेरि छोरी मान्छे भए चाहिँ यति त गर्नुपर्छ नि यति त गर्नु जानुपर्छ है न दुःख पाइन्छ समथिङ यस्तो यस्तो के भन्नुहुन्छ होइन कोही केटी मान्छेहरूले यहाँ त्योसित प्रब्लम भइरहेको छ तिमीहरूको कानले सुन्नु खोजेको कि हो मेरो हजुरआमाको पालामा यही हुन्थ्यो ठिक छ तिमीहरूकोमा हुन्थ्यो कि हुन्थेन है कि तिमीहरू 20 वर्ष अमेरिका बसे तिमीहरू जे अमेरिकामा हुन्छ त्यही यहाँ हुनुपर्छ भन्ने पहिला जरुरी नठान अमेरिकाको फाउन्डेसन छुट्टै छ अमेरिका छुट्टै देश हो अमेरिकामा छुट्टै खालका मान्छेहरू बस्छन् नेपाल भनेको नेपालको आफ्नै कल्चर छ नेपालको आफ्नै बिलिभ छ यसलाई अमेरिका जस्तो बनाउन नखोज है पहिलो कुरो त ठिक छ तिमीहरू अमेरिकामा बसेको छैन त्यस्तै चाहने पनि अमेरिका जाऊ यहाँ बस्ने होइन साँच्चै के भनेको अमेरिका वेस्टर्न वर्ल्ड यति गिरिसक्यो तिमीहरूलाई फ्रिडम चाहिएको धेरै फ्रिडम भयो भने होइन फ्रिडम कम्स विथ सम कन्सिक्वेन्सेस कि त्यो कन्सिक्वेन्सेस भनेको हामीले आफ्नो नर्म्स हामीले आफ्नो भ्यालुज गुमाउनु हुन्छ कि त्यो सेक्रिफाइस गर्न रेडी हो त्यो सेक्रिफाइस यदि तिमीहरू फ्रिडमको लागि होइन
पहिलो कुरो के फ्रिडम भनेको इच्छा ठिक छ ल एक्सपेक्टेसनको कुरा आएर उसलाई केमा प्रब्लम भएको भन्दाखेरि केटी भएपछि केटी मान्छे भएपछि एटलिस्ट यति गर्न जानुपर्छ भन्ने कुरामा उसलाई के लागेको भन्दाखेरि सी दिस इज हाउ आवर सोसाइटी इज यति अपरेसन छ फिमेलप्रति फिमेलहरूले किचनको कामहरू गर्न जानुपर्छ हाउस होल्ड सम्हाल्न जानुपर्छ भन्ने एक्सपेक्टेसन छ अरे मेनमा के एक्सपेक्टेसन छ थाहा छ मेन ह्याभ टु प्रोभाइड फर देयर फ्यामिली बाहिर गएर हेर फोहोर सफा गर्ने अलमोस्ट भनेर चाहिँ म फेरि तिमीहरूको ब्रेनले बुझ्छ कि बुझ्दैन फोहोर सफा गर्ने गटर सफा गर्ने बिजुलीको तार बनाउने almost every single of them almost right almost every one of them is a male ki right male have to provide for their family men are physically stronger than women अब यो कुरा पनि नमान्ने हो भने तिमीहरू जेसुकै गर्छौ गर होइन men are physically stronger than women men can endure pain more than women and this they are supposed to go out and fight against the evil of the world and still provide for their family यो कुरा एकजनालाई एकदम सानो लागिरहेछ कि है यो कुरा एकदम तिमीहरूले बुझ्दैनौ भने म तिमीहरूलाई म्यारेजको कन्सेप्ट भनिदिन्छु है त ठिक छ म्यारेजको कन्सेप्ट भनिदिन्छु म पहिलो कुरो त के क्ल्यारिफाई गरिदिउँ भन्दाखेरि म्यारेज बिहे हुने भनेको एउटा केटा मान्छे र केटी मान्छेको बिचमा हो यहाँ त अब यसै कुरामा पनि विवाद आइसक्यो ठिक छ अब केटा बिहे गर्ने केटी बिहे गर्ने खै के भइरहेछ वेस्टर्न इन्फ्लुएन्स है तिमीहरूले यही चाहन्छौ नेपालमा होइन हाम्रो देशमा ठिक छ तिमीहरू हुन्छ रिस्पोन्सिबल पछि केही भयो भने तिमीहरू जस्तो केटीहरू हुन्छ रिस्पोन्सिबल अनि त्यसपछि म्यारेज भनेको एउटा युनियन हो एकदमै ब्युटिफुल एकदमै एउटा कभनेन्ट हो ठिक छ मेल र फिमेलको बिचमा जहाँ चाहिँ मेलको आफ्नो रुल हुन्छ फिमेलको आफ्नो रुल हुन्छ अनि त्यसपछि दे वर्क एज अ युनियन एन्ड लाइक गिभ राइज टु ब्युटिफुल अफस्प्रिङ्स यही होइन केटा मान्छेले यसले ठिक छ बाहिर गएर काम गरेर फ्यामिलीको लागि प्रोभाइड गर्नु जतिको इम्पोर्टेन्ट छ त्यतिको इम्पोर्टेन्ट भनेको घर सम्हाल्नु हो बालबच्चा स्याहार्नु हो ती बालबच्चाहरू ती छोराछोरीहरू भनेको अब नेक्स्ट जेनेरेसनको फ्युचर हो कि नेक्स्ट जेनेरेसनको फ्युचर हो सी इज रेजिङ द नेक्स्ट जेनेरेसन के द्याट इज इन हर ह्यान्ड्स यो सानो कुरा भयो तिमीहरूको यो बुझ्दैन यसले दुइटै इक्वली इम्पोर्टेन्ट हो कि दे आर लाइक यङ एन्ड द याङ के यो कुरा जस्ट बिकज ही हेज टु टेक केयर अफ फाइनेन्स डज नट मिन द्याट यु निड टु फिल अप्रेस्ड कि उसले फाइनेन्स हेर्छ यु लुक फर द फ्यामिली so that the family can keep going on होइन your husband and your family can live a peaceful life do not have any struggles with money त्यही होइन तिमीहरूलाई चाहिएको के हो कोही कोहीले के चाहियो भन्दाखेरि अब उनीहरूले प्रब्लम देखाएर छन् त्यसपछि केटी मान्छे पछि यति गर्न जानुपर्छ भनेर तिमीलाई के गरिदिनु पऱ्यो केटा मान्छे गएर बाहिर काम पनि गरिदिनु पऱ्यो घरलाई घरको जे सबै निड्सहरू छ त्यसलाई अब मिट पनि गरिदिनु पऱ्यो प्लस घरमा पनि आउनु पऱ्यो खानासाना बनाउनु पऱ्यो किचन गर्नु पऱ्यो त्यसपछि हाउस होल्ड हेर्नु पऱ्यो अनि तिमी गएर कि सोफामा गएर सुत्ने तिमीहरू चाहन्छौ यही हो तिमीहरूको जुन स्पिक आउट गर्छ यसकै लागि हो सो द्याट वुमेन क्यान जस्ट बी लाइक दिस एन्ड स्टे एन्ड रट इन बेड त्यही हो त्यही गर्न खोजेको कि तिमीहरूले ठिक छ कि तिमीहरूले यसरी बुझ्ने हो कि ठिक छ मेन अल्सो हेभ हार्ड लाइफ्स है तिमीहरूको मात्रै जिन्दगी हार्ड छैन पहिलो कुरो त मेन हेभ इभन मोर हार्डर लाइफ्स पहिले